राजा भन्ने शब्द सुन्ने बित्तिकै सरकारलाई डर लाग्छ कि के हो, आजकल जेमा पनि सेन्सर लगाइदिइहाल्छन्। यस्तै सेन्सर लगाउने काम गरेको छ चलचित्र राजागञ्जलाई। संविधान सभाबाट बाहिरिने दलहरूलाई रुखबाट झरेको केही आँपको संज्ञा दिनुभएको थियो नेकपा एमालेका अध्यक्षले सार्वजनिक रूपमा। उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र राजागञ्जलाई प्रदर्शन अनुमति दिएको छ। चलचित्र रिलिजको मुखमा अनावश्यक काटछाँट गर्ने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको, जसको शिकार पछिल्लो समय लासरणम, राजागञ्ज लगायतका थुप्रो चलचित्रहरूमा रहेका छन्। चलचित्र समाजको आइना हो। त्यही समाजका कुरा चलचित्र मार्फत व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने काम गरिरहेको छ। सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ती सबै नन सेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेका मान्छेलाई नियुक्ति गर्न म सरकारसम्म माग गर्दछु र यसरी फिल्मको सेन्सर अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न पनि आग्रह गर्दछु र चलचित्र कर्मीहरूको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यबद्धता पनि जनाउन चाहन्छु।